हेर्न यो आकाश त के हो आकाश हजुर यो त पागलै छ के यो भाइ त के आउने हो भोलिबाट आउने हो भनेपछि फेरि नबुझ्दा हुन्छ नि कस्तो सल्ला सल्ला हावाले अरियनको त्यस्तो माया लाग्छ भने कति सानो बोलेको यो लाइट फेरि अनि आकाश पनि आउने हैन र बोल्दै आज पनि त्यही पारा भएको अस्ति आकाश पनि नआउने रे बोल्दै फ्रिजमा हाल्दै ए अनि फ्रिजमा हालेछ त अस्सिन्छ नि पर्सँगै त्यो त फ्रिजमा हालेको त्यही भएर किन सल्किँदैन अनि फ्रिजमा हालेको चिसो भएर कहाँ आएर राखेको त भित्र यही बाल्न पनि यसले गर न त्यो कुकर पनि लिएर आउनु न त हजुरलाई इन्स्टेन्टमा हाल्न के केसमा हाल्न हालिसक्नु हो कता रे यसमा हाल्नु तात्तिन पर्छ कि तातो नि त यताले यतातिर ल्याउ यत्रो सङ्घर्ष गर्नुपर्ने यसको लागि पनि आकाश भाइ चाहिँ बस्छ न आकाश भाइ पनि यत्रो सङ्घर्ष गर्नुपर्ने हो कस्तो भन्नु जन्मदिनको धेरै शुभकामना धेरै प्रगति गर्नु कोरिया भाषा पढे जापान गएस् भने कटिङ हानिदिहाल्नु पर्छ ओ भाइ क्यान्डल पनि ल्याइदिए कस्तो राम्रो हुन्थ्यो होला। आकाश भने काट्दै नि त दुईजना के ल माथिको चकलेट ल सबले ताली हान्ने ताली ताली भाइ हाम्रो त बधाई लो ल फर्स्ट केक त तपाईँ नै हो जेठी दिदी ठुली दिदी दाजु आउनु दिदी लेडिज फर्स्ट ल लेडिज फर्स्ट लेडिज फर्स्ट मलाई त फेरि आशीर्वाद दिन आउँदैन क्या भाग्यमानी ठुलो मान्छे हुनु भन्ने सक्यो दिन न आशीर्वाद लिएर आउनु न आशीर्वाद दिन आउँदैन भने पैसा दिन्छ कति वर्षको गरे तिमीले मैले 14 15 वर्ष भयो ए 15 अघि सुन्दर एक्सप्रेसले भनेको जस्तो आत्ति गयो क्या म अर्जेन्टिन दुई वर्ष त भाइले के भन्छ स्पेसल बनाइदेऊ त तिमीले 1.5 वर्ष हँसाएर 2 वर्ष क्यामेरा देखिरहेछ क्यामेरा गर्दा नरस भएको तिमी क्यामेरा अब मिडियाको क्यामेरा हो होइन आफ्नो क्यामेरा ल मिडिया जति चल्छ नि त आज के भन्नु मलाई त भन्न आउँदैन ल भन्नु न त्यो त भन्नु त पैसा दिएर मेरोमा त हेर न भविष्यको शुभकामना दिन राम्रो मान्छे बन्नु के रे भागे एकछिन पछाडि सोचेर आउनु न त भन्छु ल अब मेसेज पठाउनुस् दाजु आउनु त्यो क्यामेरा दिनु म ल दिनु सर सुन दिदी क्यामेरा नघुमाउ न थोरै है भाइ देउन कि तपाईँलाई आगामी यात्राको शुभकामना है फलोस् फुलोस् ल है सिक्दै गर्नु त्यही भएर दाइ सुरुमा दाइ पढाउनु पर्ने के सिक्नु दिनु मैले खानु पर्ने तिमीले खानु पर्ने ल भाइ शुभयात्रा है त्यत्रो किन ओहो आगामी यात्रा दिनसाले खान्छ त्यो केक होइन मलाई भयो डेजर्ट खानुपर्छ कि खाना खाएपछि कुसुम दिदी सिस्टम कुसुम दिदी आउनु न होइन जाऊ न जाऊ तिमीहरू भइहाल्छ ल म खुवाइदिन्छु कहिले नबिर्सिनु अरियालको सम्झना चाहिँ यादगार होस् होइन याद गरै हुन्छ गएपछि उता मनिष सरको चाहिँ सबै ठाउँमा ब्लग हान्दिनु पहिला पैसा ब्लग हैन कति कल गर्ने यही खान्थ्यो त्यो चाटेको दिदी उठ्नु न तिमी आऊ न म खाइदिन्छु सबैजना आउँछ नि ल भाइ कुनै ठाउँ अन्त्य भए पनि लास्ट खाजा नि खाइ नयाँ ठाउँ चाहिँ यस्तो सुरुवात हो टक्क राम्रोसँग गर तर मलाई नि हल्का भोक लाग्छ ए फोन गर्दा चाहिँ खानु आऊ न भन्दाखेरि फोन नै नउठे इग्नोर गर्ने फोन नउठाइ चिच्चै चिच्चै बोलाउँदैन मासु हड्डी सड्डी आज दिने यता है बिरलले इग्नोर आशीर्वाद दिँदा हो क्या आशीर्वाद मेरो साथै पर्दैन आशीर्वाद आशीर्वाद त पैसा दिनु नि अरियालको सबभन्दा कान्छो भाइ प्यारो भाइ म त पहिल्यै उठेर आएँ नि दिदीहरूलाई चाहिँ खै कहिले त आशीर्वाद नबिर्सिनु नि के मैले काटिदिनु पर्यो हैन काटेर मेसेज आशीर्वाद मेसेजमा दिनु टेक्स्टमा हो पुरै त्यो पनि होइन ठिक छ टिकटकमा गर्दा नि हुन्छ कमेन्टमा कमेन्टमा
कमेन्ट गर्दा नि ल उजेली देऊ न खै आशीर्वाद देऊ त खै उजेली ल म त दिनकै सक्छु दिदीलाई धेरै नाम कमाउनु होइन नाम दाम पनि भन न खै नाम दाम सबै कुरा कमाउने उमेर यही हो कमाएपछि त दाम त अलरेडी हुन्छ नि कहिले कहीँ दिदीहरूले गाली पनि गर्यो होला नाम चाहिँ कमाउनु आफै बढ्छ क्या बुढी चाहिँ धनी अरे त्यो अहिले बुढी केटी र बुढी भयो आकाश आकाश भाइले खुवाउ न खै नाम दाम कमायो भने केटी बुढी सबै केवलै उठाउनु त अब केवलको पालो ल खुवाउ त त्यसमा भाइलाई म त्यही ल्यान्छु नि त हुन्न केक लिएर के जान मलाई कन्ता पिर परेको छ अहिले बुन्छु पनि होला कि सायद किन हौ यस्तो पिर एकान्तमा खुवाउँदा हुँदैन अलि उता गएर हुन्छ चाफे 10 टपमा मन लाग्छ र बस्छ नि भाइ ए दादाको पालो ल यहीँ मलाई त यहीँ राम्रो लाग्छ सबसे राम्रो यहाँ हो उसले फेरि कहाँ माथि सोचिदिएको फेरि जाउँ न अनि खाना स्टार्ट गर्नुपर्छ के हो बसिरहेछ सबैले खायो दादा खुवाउनु नि ल भाइले ल ए भरे भरे खुवाउने त्यो पनि ठिकै छ अहिले काट्दै म घरमा गएर लान्छु त्यो यो केटाहरूको भाग यो केटीहरूको मासु नै हो भने स्पेसल केक नखाने कि मैले